ये दिल के अंदर वो पूरा काठमाडौँ का वैली बसा हुआ है। तारकेश्वर मन्दिर जाँदैछु। हिँडेर 45 मिनट जति भइसक्यो, अझै पनि पुगेको छैन। यहाँ मन्दिर चाहिँ कहाँ छ देखे छैन, अहिले दृश्य भए छैन, अदृश्य रहेछ। गाडी छोडेर त्यहाँबाट हामी 45 मिनट जति हिँड्यो रहेछ। जङ्गल एकदमै रमाइलो, रमणीय, जो सबै ठिक छ। बाटो पनि राम्रो छ, अलि उकालो पनि अलि ओह्रालो पनि है। अब हामी मुख्य मूलद्वारमा पुगेको छौँ। जाउँ हामीसँगै अब माथि सिटी चढ्दै। सो अब मसँगै जाउँ, सँगै आउनु। हामी तारकेश्वर मन्दिरमा अब पुग्नु लाग्यो। यहाँ लेखेको छ मन्दिर जाने बाटो अप्ठ्यारो रङ्गुरो छ, कृपया सुरक्षित यात्रा र दर्शन गर्नुहोला, धन्यवाद भनेर लेखेको छ। जाउँ हामी। ओ यहाँ माथि रहेछ, यहाँ माथि। त्यहाँ माथि रहेछ, त्यहाँ माथि। यहाँ माथि रहेछ। जाउँ हामीसँगै, आउनु। तारकेश्वर महादेव शिवजीको मन्दिर। यहाँ चाहिँ सानो एउटा कुण्ड, तारकेश्वर कुण्ड भनेर मानव निर्मित रहेको छ। यहाँ तारकेश्वर महादेव भनेर। अनि अब बाटो चाहिँ हामी अहिले यहाँदेखि माथि यसरी जानुपर्ने रहेछ। पहाड छ यहाँ। पुग्न लागेछ। अब पुग्न लाँदाखेरि सिडी एकदमै उकालो, एकदमै ठाडो रहेछ। शिवलिङ्ग मन्दिर यहाँ छ। शिवलिङ्ग यहाँ, नन्दी छ, यता गणेश भगवान रहेछ। अब म घन्टी बजाउन जाँदैछु। शिवलिङ्ग पार्वती शिव यहाँ रहेछ। यहाँबाट चाहिँ भिर, एकदमै भिर, ठाडो भिर छ। यहाँबाट तल्लोको ठिक्कै देख्छ। यहाँबाट यसो गरेर